नमस्कार दर्शकवृन्द, तपाईहरुलाई मोक्ष मोडेस्ट युट्युब च्यानलमा हार्दिक स्वागत छ। नेप्सीको अपडेट लिएर म उपस्थित भएको छु। बजार आज एकदमै सुखद अवस्थामा देख्न सक्नुहुन्छ। बजार करिब 2900 को नजिक पुगेको छ। आज 64.69 अङ्कले वृद्धि भएको छ भने प्रतिशतमा हेर्ने हो भने 2.30% हो। बजार 2877.03 मा क्लोजिङ गरेको छ। आजको तपाईले टर्नओभर हेर्नुहुन्छ भने अत्याधिक 21 अरब भन्दा बढीको आज कारोबार भएको छ। 5 करोड 69 लाख भन्दा बढी शेयर खरिद बिक्री भएको छ। 240 वटा कम्पनीको लगानीकर्ताहरूले कमाइरहँदा 22 वटा कम्पनीको लगानीकर्ताहरूले भने आज गुमाउन पुगेका छन् र 2 वटा कम्पनीको लगानीकर्ताहरूको आज मूल्य परिवर्तन भएन। 2 वटा कम्पनीहरूको आज मूल्य स्थिर बसेको देखिन्छ। महत्त्वपूर्ण इन्डेक्सहरू सबै 2% भन्दा बढी बढेको छ। आज विशेष गरेर बैंकिङ सेक्टर, बैंकिङ भन्नाले कमर्सियल बैंक र विकास बैंकमा आज वृद्धि देख्न सक्नुहुन्छ। करिब 4% को विकास बैंकमा र 3.16% को चाहिँ आज कमर्सियल बैंकमा छ। फाइनान्समा पनि राम्रै बढेको छ। हाइड्रो पावर राम्रै बढेको छ। आज सबै उपसमूहहरू बढेको छ। म्युचुअल फन्ड चाहिँ झिनो बढेको छ। अनि त्यसपछि ट्रेडिङमा सामान्य बढेको छ भने अरु सबै उपसमूहहरू चाहिँ एकदमै राम्रो वृद्धि हासिल गरेको छ। CORBL को आज 10%, SCBBL को 10%, RSML को 10% बढेको छ भने SOHL को 10% कै लेभलमा बढेको छ। SFIN को पनि आज 10% कै लेभलमा बढेको छ। CORBL बाहेक अरु 4 वटा कम्पनी भने नयाँ कम्पनीहरू हुन् जुनले कारोबार सुरु भएदेखि लगातार सर्किट लेभलमा बढिरहेको छ। आज विशेष गरेर डिबेन्चरहरूको वर्चस्व रहेको छ। लुजरमा भने एउटा म्युचुअल फन्ड रहेको देख्न सक्नुहुन्छ। टप टर्नओभरमा NGPL, NHPC, REIDI, AKGCL यो अपर आएको देख्न सक्नुहुन्छ भने टप भोल्युममा अपर KBL, NHPC, SDHPC, HIDCLP रहेको छ। टप ट्रान्ज्याक्सनमा अपर BHL, SSHL, AKPL र KBL रहेको देख्न सक्नुहुन्छ भने आज 1,91,251 वटा ट्रान्ज्याक्सन तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ र 342 वटा कम्पनीको आज कारोबार भएको छ। मिडिया आइन आज 19 तारिखमा लिस्टिङ अफ IPO शेयर भुजुङ हाइड्रो पावर लिमिटेडको चाहिँ IPO लिस्टिङ भएको छ। तपाईहरुलाई परेको छ भने सम्भवतः अब आइतबारबाट कारोबार यसको पनि सुचारू हुन्छ होला। अब धेरै समय नलाग्ला सुचारू हुनको लागि। रिजाइनेसन अफ इन्डिपेन्डेन्ट डाइरेक्टर शिवम भनेर आएको छ। अब यो पछाडी लागौं हाम्रो आजको टप ब्रोकर्स ब्रेकडाउन 19 मार्च। आज तपाईले हेर्नुभयो भने 7 वटा ब्रोकरहरूको आज बाई देख्न सक्नुहुन्छ अनि 3 वटा ब्रोकरहरूको चाहिँ आज सेल देख्न सक्नुहुन्छ। तपाईको टपको बाई, त्यसपछि सेकेन्डको सेल बढी छ अनि त्यसपछि टप 4 को, त्यसपछिको टप 4 को टप 2 देखि टप 6 सम्मको चाहिँ बाई छ। त्यसपछि सेल बाई देख्न सक्नुहुन्छ। आज समग्रमा 7 वटा ब्रोकरहरूको बाई छ र आज हाइड्रो पावरमा ओभरअल टर्नओभरमा चाहिँ संकुचन आएको देख्न सकिन्छ। सो थोरै घटेको देख्न सकिन्छ। यद्यपि 58% भन्दा बढी छ। अब विशेष गरेर कमर्सियल बैंकतिर लगानीकर्ताहरूको आकर्षण बढेको हो कि भन्ने यो पाइ चार्टले पनि देखाउँछ तपाईहरुलाई। इन्भेस्टमेन्टमा 5%, लाइफ इन्स्योरेन्स 3%, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङमा 6%, माइक्रो फाइनान्स 3%, म्युचुअल फन्ड नगन्ने नन लाइफ इन्स्योरेन्समा चाहिँ तपाईको 1%, अदर्समा 2%, प्रमोटर शेयरमा 2%, ट्रेडिङमा नगन्ने, कमर्सियल बैंकमा 11%, कर्पोरेट डिबेन्चरमा नगर्ने छ भने डेभलपमेन्ट बैंक्समा 6% र फाइनान्समा 2% रहेको छ। होटल्स एन्ड टुरिज्ममा 1% रहेको छ भने हाम्रो हाइड्रो पावरमा 58% रहेको छ। अब आज बजार किन बढ्यो भन्ने लाग्छ होला। बजार ओभरअलमा बढ्ने नै हो हैन, तर मैले तपाईहरुलाई पहिला पनि भनेको थिएँ होला बजार त बढ्छ नै, तर यसरी ठाडै चाहिँ बढ्दैन। बजारले एउटा लेभल बनाएर बिस्तारै बढ्याङको रोमा जान्छ र आज बजार बढ्नुको पछाडीको त्यस्तो धेरै ठुलो रिजन केही पनि छैन। पहिला घट्दा फेरि चाहिँ पेट्रोलको मूल्य बढ्यो, इरान इजरायलको युद्ध भयो भन्ने कुराहरुको थियो भने अब यो बढ्ने कुरा त बिस्तारै बढ्दै जान्छ। तर अब हामीले बढ्छ भन्ने ग्यारेन्टी गर्न नि सकिदैन हैन। अब यो हामीले जुन एउटा लेभल लगाएको थियौं यो लेभलको ब्रेक गरोस् भन्ने हिसाबले चाहिँ यहाँनिरको यो लेभल ब्रेक गरेको छ। अब हामी एकदमै पोजिटिभ छौं, तर त्यस्तो धेरै एग्रेसिभली बाइ नै गरिहाल्नुपर्छ भन्ने खालको पोजिटिभ पनि हैन। बजारले जहाँसम्म लाग्छ एउटा 3000 सम्मको यात्रा तय गर्छ होला। 3000 सम्मको यात्रा तय गर्नको लागि यही रेशियोमा बढ्यो भने 2 दिन 3 दिन भन्दा लाग्दैन हैन। तर यही रेशियोमा नबढ्ला नै केही करेक्सन आउला, केही बढे पछाडी प्रॉफिट बुकिङहरु आउला, त्यसपछि बिस्तारै बढ्ला। आज बढिसके पछाडीको ओभरअल अवस्था हेर्ने हो भने चाहिँ एउटा प्याटर्न ब्रेक भएको छ। कुन प्याटर्न ब्रेक भएको छ भने जुन यो थियो नि लोअर हाई बनाउने प्याटर्न, यो प्याटर्न चाहिँ ब्रेक भएको छ। यो हाई एउटा यो हाई लोअर हाई लोअर हाई को प्याटर्न चाहिँ एउटा ब्रेक भएको छ।
हैन। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ ब्रेक भएको छ। अब हायर लोको हामीलाई आवश्यकता छ एउटा प्याटर्नमा हेर्ने हो भने, सानो प्याटर्नमा हेर्ने हो भने यहीँबाट आयो भने पनि यसरी जानु पर्यो माथि, यो भन्दा यो चाहिँ एउटा हाई हुनुपर्छ भन्ने हो। यहीँबाट आउनुपर्छ भन्ने छैन, माथि गएर पनि आउन सक्छ हैन। त्यो खालको सिनारियो पनि रहन सक्छ। यो खालको प्याटर्न चाहिँ हामीलाई आवरलीमा चाहिँ चाहियो भन्ने लाग्छ मलाई अहिलेको सन्दर्भमा। यद्यपि बजारको आजको भोल्युम ओभरअल सिनारियो हेर्ने हो भने चाहिँ बजार निकै नै सकारात्मक छ। बजारले अब एउटा राम्रो छलाङ मार्ने खालको सिनारियो छ, किनभने स्थायित्व सरकार आउँदैछ। अब मैले पहिला पनि तपाईँहरूलाई कुरा गरिराखेको चाहिँ के हो भने यो सरकारले नेगेटिभली चाहिँ हेर्दैन, तर यसलाई प्राथमिकतामा राख्छ भन्नेमा चाहिँ म छैन। सेयर बजारलाई प्राथमिकतामा चाहिँ राख्दैन, तर सेयर बजार चाहिँ गलत हो भन्ने निर्णय गर्ने र गलत हो भन्ने मनसायले त्यो खालको व्यवहार चाहिँ देखाउँदैन, न्युट्रल बस्छ भन्ने लाग्छ। र सेयर बजार अहिले जसरी जे छ जस्तो छ त्यसमा कुनै पनि खालको चाहिँ एउटा लिमिटेसनहरू राख्ने, त्यसलाई अलिकति बढी प्रेसर बनाउने खालको सिनारियोमा चाहिँ जाँदैन, तर तटस्थ हिसाबले चाहिँ अगाडि बढ्न दिन्छ होला भन्ने चाहिँ लाग्छ। टेक्निकल इन्डिकेटरहरू हेर्ने भने अलिकति एकुमुलेसन त अब देखिने नै भयो हैन। पछिल्लो लामो समय यताको तपाईँले हेर्नुभयो भने भोल्युम देखिन्छ। हुन त यो रातो भोल्युम हाम्रो 21 अरब 50 करोडभन्दा बढीको थियो भने आजको 21 अरब 22 अरबको छ। यो रेड भोल्युम पछाडिको चाहिँ यो रेड भोल्युम हाई छ भने यो चाहिँ अलिकति लो देखिन्छ थोरै। त्यस पछाडि आरएसआई हामीले बिहान पनि भनेका थियौँ 60 भन्दा माथि नै सस्टेन हुन खोजिराखेको छ। अझै 60 भन्दा माथि चाहिँ 68 पुगेको छ आज। अब अलिकति डाउट लागेको चाहिँ हामीलाई एमएससिडी हो। एमएससिडीले नि त्यो डाउटलाई आजबाट अलिकति क्लियर गरेको छ। यो सँगसँगै आजको यो हप्ता चाहिँ हाम्रो क्लोजिङ भएको हामीले यहाँनिर चाहिँ देख्न सकिन्छ। बुलिन्जर ब्यान्ड्सको आधारमा हेर्ने हो भने अप्पर ब्यान्ड चाहिँ लाई भेट्ने खालको सिनारियो देखिएको छैन। 50 दिनको मुभिङ एभरेज र 200 दिनको मुभिङ एभरेजमा क्रस ओभर आएको छ। यो सबैभन्दा प्लस पोइन्ट हो मार्केटको। यसले केही समय बजार टिक्न सक्छ भन्ने लाग्छ। आज रेजिस्टेन्स 3 लाई पनि ब्रेक गरेर माथि बजार पुगेको छ। सुपर ट्रेन्डलाई हेर्ने हो भने एकदमै पोजिटिभ देखिन्छ हैन। ओभरअल सिनारियो चाहिँ एकदमै पोजिटिभ भएर गएको छ। सम्भवतः अब यो बजारले केही समयलाई पछाडि फर्केर हेर्नु पर्दैन र 3200 सम्मको एउटा लेभल जुन छ अल टाइम हाईसम्म पुगेर एउटा करेक्सन लिन्छ र करेक्सन लिइसके पछाडि फेरि अर्को एउटा नयाँ अल टाइम हाईसम्म जान सक्छ कि भन्ने खालको सिनारियो एउटा सेन्टिमेन्ट चाहिँ देखिन्छ बजारमा हैन। तर त्यो पुग्नको लागि चाहिँ अलिकति टाइम टेकिङ चाहिँ हुन्छ नै। किन हुन्छ भने थोरै बढे पछाडि अब प्रॉफिट बुकिङ सुरु हुन्छ हैन। तपाईले आजै हेर्नुभयो भने आजको पनि प्रॉफिट बुकिङ चाहिँ देख्न सक्नुहुन्छ। अलिकति बढिसके पछाडि प्रॉफिट बुकिङ हुन्छ। सानो 15 मिनेटको टाइमलाई तपाईले हेर्नुहुन्छ भने यहाँनिर देख्न सक्नुहुन्छ। यो 15 मिनेटको टाइममा अलिकति प्रॉफिट बुकिङ चाहिँ सुरु भइरहेको छ। अब यति बेलाको प्रॉफिट बुकिङ चाहिँ बायरहरूले चाहिँ एकदमै डाइजेस्ट गरेर अगाडि बढ्छ। त्यो हिसाबले हेर्ने हो भने चाहिँ त्यो हिसाबले पनि बजारलाई त्यति धेरै असर चाहिँ गर्दैन। तर अब कसैले त बेच्न पर्यो किन्नको लागि पनि त्यो खालको सिनारियो देखिन्छ। केही समय बजार पोजिटिभ रहन सक्ने कुरामा चाहिँ हामी आशावादी हुनुपर्छ भन्ने हो। ओभरअल आजको नेप्सो कभरेज यति राख्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ।